यत्रो वर्षमा दाजुको सन्तान भएको थिएनन् अहिले आएर बाबाको कृपाले गर्दा बाबा कृपा मलाई कसैको कृपा चाहिएको छैन मैले सन्तान पनि चाहिएको छैन यहाँ बाटामा बसेर हल्ला गर्ने होइन म त बजाइदिन्छु नि बेकुप आफैले पकाएर खाए पनि त हुन्छ यो बिचारीले मात्र कतिजनाको चित्त बुझाओस् भन् त पकाएर पनि मैले खाने भाँडा पनि मैले माझ्ने त्यो चाहिँ यहाँ के क्याटवक गर्न आएको हेर्छु हजुरबा हजुर धेरै काम गरेको फेभरमा नबोल्छु फेभर नगर्ने के गर्ने सम्पर्क हुन सकेन भन्छ बुवा नेटवर्कै छैन के छ त यो देशमा न नियम छ न कानुन छ न अनुशासन छ न पानी छ न बत्ती छ न नेता छ के छ के नेटवर्क मात्र हेर केही पनि छैन यो देशमा ए रामेश्वर किन भयो के भयो ल यो यतिका पैसाले चेक किन त्यो श्वेतालाई स्कुटर किन्दे अहिले यस्तो पेट्रोलियम पदार्थको खडेरी परिरहेछ देशमा पछि किन्देला नि भयो भइगयो राख्छु हजुरले यो देशमा त जे कुरामै अभावै अभाव त हुन्छ नि पछि पछि भन्दाखेरि के हुने हो फेरि यो बजेट भाउ बढ्यो भने फेरि वात्त लाएर त्यो स्कुटरको त्यो भाउ बढ्ने होला अब अहिले नै किनिदिया यो दिन रात यो अबेरसम्म माइक्रो बस चढेर आएको म देख्न सक्दिनँ ल भयो नि त बुवा अब किनिदिनु नै छ भने मै किनिदिनु नि हजुरको पैसाले किन किनिदिनु अनि मेरो पैसा चाहिँ पैसा होइन अनि म चाहिँ के यो पैसा मर्दाखेरि लिएर बोकेर गएर वाँगेर साट्न जान्छु कि क्या हो ल हरेक कुरो कहिले हस हुन्छ भनेर मान्ने होइन त्यसै बेला त चुनाव हारे हजुरबा पेन्सन तर हेर त्यो स्कुटी नि दौडाउने चाहिँ होइन है बिस्तारै चलाउने त्यो आफ्नो गन्तव्यमा पुग्नको लागि मात्र किनिदिया हो दौडाउनको लागि होइन बुझ्यौ टेक केयर वाक्क पो गर्न थाल्यो बा हिजो केही भएको थिएन यसलाई अहिले त वाक्क गर्न थाल्यो यसले साँच्चीकै पेट भोगी क्या हो अन्त टेन्सन हुने बा नखाउँ भने दिउँसोरीको शिकार खाउँ भने कान्छो बनको अनुहार ल्याएर त मैले त टेन्सन पो हुने भयो तिमीलाई सन्चो होइन क्या हो के सन्चो नहुनु नि यहाँ हेर त पेट पनि गुरुरु गर्छ बाबाको कृपा भयो कि क्या हो साँच्चै छोरा मनपर्छ कि छोरी मनपर्छ तिमीलाई के मनपर्छ भने बाबाको प्रसाद जेले पनि हात हाल्नु पऱ्यो मैले साँच्चै एउटा कुरा भन्नु तिमी पक्का आमा बन्ने हो म पक्का बाउ बन्छु त भने त्यो सभासदहरूले 80% संविधान बन्यो भनेर फुकिया छ तिम्रो पेट पनि फुकिया हो किन मलाई त शङ्कै लाग्छ तिमी पनि दस्तरी शङ्का गरिरहन्छौ के नपत्या हिँड नि त डक्टरकोमा गएर चेकअप गरौँ ठिक भन्यो नै
देखाउन लानुभयो तपाईँले? त्यो एकजना सन्तानेश्वर बाबा भन्नुहुन्थ्यो, उहाँले चाहिँ सबैको उपचार गरेर चाहिँ बच्चा भएरै छ। मैले नि उहाँलाई देखाउनु। अनि कति महिना भयो त देखाउन थालेको? त्यसले करिब 1 महिना जति भयो। अनि उपचारमा के गर्नुहुन्थ्यो त बाबाले? भन न भन, डाक्टरको अगाडि कुरा लुकाउनुहुन्न क्या, स्पष्ट बोलिदेऊ न। बिहानै खाली पेटमा बोलाउनुहुन्थ्यो, अनि म नुहाइधुवाइ गरेर जान्थेँ, अनि 1 घन्टा जति फुक्नुहुन्थ्यो, अनि 1 हप्ता जति अलिनो खाएर आउनु भन्नुभएको थियो, 1 छाक मात्रै, त्यति नै हो। हेर्नुहोस्, यो त बाबाको कृपाले सन्तान हुन लागेको होइन, यो त सबै हावाको कृपा हो। तपाईँलाई ग्यास्ट्रिक भएको छ, त्यस कारणले तपाईँलाई वाक लाग्ने, पेटमा बच्चा चले जस्तो हुने, तर तपाईँको पेटमा बच्चा छैन। ए त्यसो भए मेरो पेटमा बच्चा छैन, यस्तो भरममा नपर्नुहोस्। तपाईँलाई ग्यास्ट्रिक भएको छ, मैले तपाईँलाई ग्यास्ट्रिकको औषधि दिन्छु, टाइममा खानुहोस्, निको हुन्छ। थ्याङ्क यू डाक्टर। नानी एकदम रोक 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 रोक, एकछिन रोक न, एकैछिन यहाँ मेरो भाइ त भेट। ओहो शिव भाइ, आराम है? आराम। ओहो दाइ कहाँ लाग्नु भयो? साँच्ची शिव भाइ, अस्ति बाटोमा भाइसँग भेटेर म बस कुरिरहेको थिएँ नि, त्यो बेला भाइसँग कुरा गरेर भाइले चाहिँ जुन नातिलाई मैले त्यो किन्ने भनेको मलाई बडा दिनमा छोड्यो त्यसले है। हुन पनि हो, त्यो आधा घन्टा किन कुर्ने, यो कोचिएर किन हिँड्ने, लौ त जे पर्ला भनेर मैले पनि मेरो नातिनी लौ स्कुटर किनिदिएँ। अब पैसा के गर्नु छ र, बरु लानु के गर्नु छ र होइन, उनीहरूलाई पनि खुसी हुने, आफूलाई पनि पर्या बेलामा जहाँ पनि लग्दैन भने ठ्याक्क लगिदिन्छ नि। अहिले पनि मलाई त्यहाँ थमेलसम्म लग्दै भनेको लान लाएको थिएँ। भाइले चाहिँ राम्रो मलाई के त्यो बेला त राम्रो सजेसन दिएको हो। पहिला त मैले पनि यस्तो कुरा कहाँ हुन्छ, आफूले भन्दा अर्काले घाङ्रा चलाउँछन् भनेर नकिनिदिएको, पछि यसरी उसको पनि मन दुख्यो, किन यो उमेरमा त्यसो मन दुखाएर मलाई के फाइदा ला भनेर किनिदिएँ कि। अब यस्तै त हो। साह्रै राम्रो गर्नुभयो दाइ, साह्रै राम्रो गर्नुभयो, मलाई साथै चित्त बुझ्यो। अब अहिले काल जमाना यस्तै हो बाबु। हो दाइ, अब यसो गरेर यसो पैसा कुरा भन्ने त यस्तै रहेछ। अब एउटा कुरो चाहिँ के भने यो यसरी लिएर हिँड्दाखेरि चाहिँ मजा आउने, मजा आउने रहेछ। यसमा चाहिँ सजिलो थियो कि जहाँ पिसाले च्यापी यसरी गऱ्यो ठ्याक्क मिल्यो। हजुरबा हतार भइसक्यो, छिटो आइसु न, कति बेर लाएर? ए ल आउँछु नानी, एकैछिन आउँदैछु, किन आत्तिकै ल कराउन थाली, त्यसलाई पनि पछि फेरि भेटौँला नि। कति बेर लागिरहेको छ, जहाँ पनि कुरा गरिरहनु पर्छ अझै। मान्छे भेटेपछि कुरा गरेर पर्यो त। ल जाउँ Brought to you by ST Carpet. सामान ताजेर किन्नुहोस्। ऐश्वर्य, symbol of pride. Sri Riddhi Siddhi Jewelers in association with Media Hub Private Limited. युनाइटेड अरब एमिरेट्समा तपाईको लोकप्रिय कान्तिपुर टिभी डु मोबाइलमा हेर्नुहोस्। सब्सक्रिप्सनको लागि कीवर्ड कान्तिपुर टाइप गरी 1155 मा पठाउनुहोस्। पहिला पार्टीमा भनाभन पक्ष विपक्ष दुवै तगडा, अहिले साथीमा भनाभन पार्टी भित्रै झगडा। यस्तो संकेत देखिनु भनेको पार्टीमा चिरा पर्नु हो, पार्टीमा चिरा पर्नु भनेको बुद्धिमा किरा पर्नु हो।
पहिला पहिला कति चोर थुनामा छन्, कतिलाई पुलिसले कुटे, अहिले कति पुलिस थुनामा छन्, कति धरौटीमा छुटे। यस्तो समाचार सुन्न पनि लाज लाग्छ। संविधानको मस्यौदा बनाउन गएको संविधानको मस्यौरा बनाएर बसेका छन्। सहमतीय सरकार बनाउँछु भनेर श्रीमतीको सरकार बनाएर बसेका छन्। धेरै आए, धेरै गए, धेरै नारा लाए, नयाँ नेपाल बनाउनलाई नयाँ राजा आए। हापुरेको मकैदेखि र्याडिसनको डिनरसम्म, लप्सीफेदीको व्हाइट वाइनदेखि भोटेकोसीको किनारसम्म, जता जाऊ स्वागत हुन्छ पञ्चै बाजाको, 1.5 करोडको गाडी छरे नयाँ राजाको। धेरै देख्यौँ चटके बाँदर नचाउने, धेरै देख्यौँ चटके बाँदर नचाउने, यस्तो एउटा आइदिए हुन्थ्यो नेपाल बचाउने, यस्तो एउटा आइदिए हुन्थ्यो नेपाल बचाउने। नमस्ते काका। नमस्ते बाबु, नमस्ते। यो हात्ती लस्किया जस्तो लस्किँदै कता हिँड्या हो? कहाँ जानु नि काका, त्यही गाई जात्रा प्रोग्राम हेर्न जान लागेको। हजुर पनि जाने हो कि? गाई जात्रा प्रोग्राम रे? होइन, यो गाई जात्रा प्रोग्राम त सकियो होइन र? काका पनि ठट्टा गर्नुहुन्छ। भर्खरै 3 दिन मात्रै भयो, कहाँ सकिन्छ र? होइन बाबु, तिमीले कुन चाहिँ गाई जात्रा प्रोग्रामको कुरा गरे हो? कुन हुनु नि काका, वर्षको एकचोटि नेपालका ख्याति प्राप्त हास्य कलाकारहरूले गरिने गाई जात्रा कार्यक्रम के? ए, त्यो ख्याति प्राप्त हास्य कलाकारहरूले गर्ने गाई जात्रा कार्यक्रम भने त्यो पनि गाई जात्रा कार्यक्रम हो त? सक्कली गाई जात्रा कार्यक्रम भने त अस्ति जेठ 14 मा भयो, अब भदौ 14 मा हुँदैछ। म्याद माथि म्याद थप्दै 3 करोड नेपाली जनतालाई त जिल्ल्याइरहेछ। त्यस्तो पो गाई जात्रा कार्यक्रम हुन्छ। फेरि अर्को कुरो नि बाबु, यस्ता गोली हान्ने नेताहरूलाई यो कलाकारको बोलीले केही फरक पर्दैन। एउटा गानले सुन्छन्, अरू गानले बोलाइदिन्छन्। यो एउटा गैडा लागेर नि त्यो किलाले घोच्या जस्तो हुन्छ के, केही पनि फरक पर्दैन यिनीहरूलाई। त्यसैले हाम्रा यी कलाकार भाइहरूले यो नेताहरूलाई व्यङ्ग्य स्याङ्ग हान्न छोड्दै हुन्छ। जति जति व्यङ्ग्य हानु उति मात्या छन् मा, काग कराउँदैछ, पिना सुक्दैछ भने जस्तो। हुन त काकाले भनेको कुरा ठिकै हो। हाम्रो देशमा अभिनेताले भन्दा नेताले नै बढी गाई जात्रा गर्छन्। त्यही त भन्दैछु नि। अब आउने यो भदौ 14 मा कस्तो गाई जात्रा कार्यक्रम हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ। तर मेरो विचारमा चाहिँ त्यही भदौ 14 गतेको चाहिँ नेपालको उत्कृष्ट गाई जात्रा कार्यक्रम हुनेछ। म के गर्नु त काका, गाई जात्रा कार्यक्रम हेर्न जाउँ कि नजाउँ त? त्यो त तिम्रो इच्छा हेर। नेपाली जनताले खालि सुन्न र हेर्न मात्र जाने त छन्, गर्ने केही जाने छैनन्। लौ, तिम्रो इच्छा बाबु। आइमाईको ताल कहाँ मात्रै के दलियो। कहिले नङमा दलिया छ, कहिले ओठमा दलिया छ, कहिले परेलामा दलिया छ, कहिले आँटी उभे दलिया छ, कहिले कपालमा दलिया छ। होइन, तिमीहरूको त्यो मेकअप गर्न पर्ने ठाउँ चाहिँ कहाँ छ? तिमीलाई जहाँ जे जे दले पनि किन टाउको दुने? किन स्वास्नी राम्रो हुनलाई भनेर डाहा लाग्यो? टिना दिदी, ए दिदी, को हामी कोही टिकट बेच्ने मान्छे त होला नि। माथि नै आउनु न। नमस्ते दिदी। नमस्ते भिनाजु। भिनाजु आज घर हुनुहुँदो रहेछ। हामीले डिस्टर्ब गर्यो कि क्या हो? होइन नि, डिस्टर्ब भएको छैन। आऊ न, बसौँ। आऊ न, यता बस्नु न। होइन, दिजु धेरै व्यस्त हुनुहुन्छ कि क्या हो? हेर न, हामीले त आज पनि भेट हुँदैन कि।